हे गाइज, आज चाहिँ एनबिए फ्यान्सहरूको लागि निकै रमाइलो दिन थियो किनभने लुका डन्चिच, से गिल्जेस एलेक्जेन्डर अनि निकोला योकिचले प्रुभ गरे कि वाइ दे डिजर्भ टु बी इन द एमबिपी कन्भर्सेसन. दे अल ह्याड फ्यान्टास्टिक गेम्स एन्ड दे अल मेड हिस्ट्री इन देयर ओन राइट्स एन्ड दे अल लेड देयर टिम्स टु भिक्ट्री. फर्स्टमा हामी लुका डन्चिचको कुरा गरौँ. लुका डन्चिचले चाहिँ एज अ लेकर फर्स्ट टाइम 50+ पोइन्ट रेकर्ड गरेको छ. लुका डन्चिच चाहिँ आज सिकागो बुल्सको अगेन्स्टमा अनस्टपेबल देखिएको थियो. उसले चाहिँ हरेकचोटि ड्राइभमा कि त ओपन बिग म्यान फाइन्ड गरिरहेको हुन्थ्यो इजी डङ्कको लागि, कि नभए विक साइड कर्नरमा ओपन 3-पोइन्टर रुई हाचिमुरा भेटिरहेको हुन्थ्यो भने केही अप्सन भएन भने उसले आफ्नो सर्टहरू भने हानिरहेको थियो. ही वाज ट्रुली लुकिङ लाइक अ लुका म्याजिक टुडे एन्ड ही मेड हिज स्ट्रङ केस फर एमबिपी दिस सिजन. अब हामी कुरा गर्नेछौँ अर्को सुपरस्टार से गिल्जेस एलेक्जेन्डरको बारेमा, जसले चाहिँ आज की विन दिलायो बोस्टन सेल्टिक्सको विरुद्धमा विथ 35 पोइन्ट्स एन्ड 9 एसिस्ट्स. अनि ही अल्सो मेड एनबिए हिस्ट्री विथ 128th कन्सेक्युटिभ 20+ पोइन्ट पर्फर्मेन्स, जुन चाहिँ उसको कन्सिस्टेन्सीलाई देखाउँछ हाउ गुड अफ अ स्कोरर ही इज इन दिस लिग होइन. यो चाहिँ एन्ड गेममा एकदमै क्लोज थियो जहाँ सेले एकदमै राम्रो सर्ट मेकिङ देखाएर आफ्नो टिमलाई जित हासिल गरेको छ. He was amazing this game and he keeps proving why he has to be a unanimous MVP in this season. र अब हामी कुरा गर्नेछौँ तेस्रो सुपरस्टार निकोला योकिचको बारेमा, जसको ट्रिपल डबलले आज सान एन्टोनियो स्पर्सको अगेन्स्टमा भिक्ट्री गरेर देखायो. निकोला योकिचको यो गेममा 31 पोइन्ट्स, 12 एसिस्ट, 20 रिबाउन्ड्स थियो, जसको कारणले चाहिँ सान एन्टोनियो स्पर्सको अगेन्स्टमा 20 पोइन्ट कमब्याक विन गरेर देखाउन सफल भयो. हुन त जमल मरेको पनि एकदमै ठुलो रोल थियो यो विनमा, बट निकोला योकिच मेक्स इट लुक सो इजी अन द अफेन्सिभ साइड अफ द फ्लोर द्याट ही डज इट रेगुलरली. उसको यो सिजनमा 26th ट्रिपल डबल हो एन्ड ही इज मेकिङ अ स्ट्रङ केस नट ओन्ली फर एमबिपी बट ही इज प्रोबेबली द बेस्ट सेन्टर टु एभर प्ले बास्केटबल इन दिस लिग. तपाईँहरूले चाहिँ यो वर्ष एनबिए फलो गरिराख्नु भएको छ भने तपाईँको ओपिनियनमा को होला त एमबिपी यसपालि? प्लिज कमेन्ट बिलो. अनि मेरो अरू भिडियोहरू चेक गर्न मन छ भने प्लिज गो टु माई युट्युब च्यानल अर चेक माई टिकटक आइडी. थ्याङ्क यू.